सम्पूर्ण साथीहरुमा नमस्कार। म इन्जिनियर शिशिर भण्डारी, राजपत्र अंकित तृतीय श्रेणी संघीय हाइवे इन्जिनियर। म चाहिँ आज विशेष गरी लोक सेवाको तयारी कसरी गर्ने भन्ने विषयमा केन्द्रित रहेर आफ्ना कुराहरू, आफ्ना केही अनुभवहरू सुनाउने प्रयत्न गर्नेछु, जसले गर्दा तपाईहरु जो तयारी गरिराख्नु भएको छ, अहिले तयारीमा लागिराख्नु भएको छ, उहाँहरुलाई केही धेरथोर भए पनि सहयोग हुन्छ कि भन्ने हेतुले चाहिँ यो भिडियो बनेको छ। यो भिडियो विशेष गरी अप्राविधिक भन्दा पनि प्राविधिक साथीहरू जो सिभिल इन्जिनियर, सिभिल सब इन्जिनियर अथवा अन्य प्राविधिक जुन विषयहरू पढिराख्नु भएको छ, त्यसको तयारी गरिराख्नु भएको छ, उहाँहरूलाई बढी फोकस गरेर बनाइएको छ अथवा भनौँ उहाँहरूलाई बढी मात्रामा चाहिँ लागू हुनेछ। अन्यत्र साथीहरूले हेर्दा पनि त्यस्तो काटा त हुँदैन, तर विशेष गरी इन्जिनियरिङ क्षेत्रकै साथीहरूले हेर्नुभयो भने चाहिँ तपाईहरुले भरपुर फाइदा लिनुहुनेछ भन्ने मेरो अपेक्षा रहेको छ। र लोकसेवा कसरी पढ्ने, यसको तयारी कसरी गर्ने, दिनको कति घण्टा पढ्ने, कति घण्टा पढ्दा चाहिँ नाम निस्किन्छ भन्ने धेरैको जिज्ञासा रहेको हुन्छ। दिनको 10 घण्टा पढ्नुपर्ने, दिनको 8 घण्टा पढ्नुपर्ने, दिनको 6 घण्टा पढ्नुपर्ने भन्ने त्यस्तो केही नियम चाहिँ छैन है। तपाईहरु यो कुरामा विश्वस्त हुनुहोस्, भन्दा सामान्य कुरा हो, सबैलाई थाहा भएकै कुरा हो। त्यही पनि तपाईहरुले चाहिँ यति घण्टा पढ्दा चाहिँ निस्किने, यति घण्टा पढ्दा ननिस्किने भन्ने हुँदैन। तपाईले पढ्ने आफ्नो बानीलाई चाहिँ ह्याबिटको रूपमा लानु पर्यो, आफ्नो स्वभावमा बदल्नु पर्यो, पढ्ने बानी हुनु पर्यो। पढ्नकै लागि पढ्ने भन्दा पनि पढ्ने बानी हुनु पर्यो। र पढ्दा इफेक्टिभ पढाइ चाहिँ दिनमा कति घण्टा छ त्यो चाहिँ बढी तपाईहरुलाई महत्त्व राख्छ। त्यही भएर 6 घण्टा पढेँ, 8 घण्टा पढेँ भन्दा पनि इफेक्टिभ चाहिँ तपाईहरुले कति पढ्नु भएको छ, कुन वातावरणमा, कतिको शान्त वातावरण छ, ती कुराहरू रहन्छ। र कसैले बिहान पढ्ने कि साँझ पढ्ने, रातिको टाइममा पढ्ने भन्नुहुन्छ। अब मान्छे दुई किसिमको हुन्छ, दुई प्रकृतिको हुन्छ। कोही मर्निङ पर्सन हुन्छ, कोही चाहिँ नाइट पर्सन हुन्छ। कोही राति अबेरसम्म जागा बस्न सक्छ भने कोही बिहानै सबेरै उठ्न सक्छ। त्यही भएर तपाईको कुन क्यापासिटी हो, दुवै छ भन्न सकिँदैन। किन भन्दा मान्छेलाई निद्रा आवश्यक नै हुन्छ भनेको। रातिसम्म बस्ने मान्छे बिहान ढिलोसम्म सुत्न सक्छन् भने बिहानै सबेरै उठ्ने मान्छेहरू चाहिँ छिटै 9-10 बजेतिरै अथवा 8:30 9 बजेतिरै चाहिँ सुत्ने गरेको पाइन्छ। त्यसैले सुरुमा चाहिँ आफू कुन पर्सन हो, बिहानमा उठ्ने मान्छे हो अथवा रातिसम्म जागा बस्न सक्ने मान्छे हो, त्यो चाहिँ सुरुमा आफैलाई पहिल्याउनु होला। यो कसैले भन्ने कुरा होइन, तपाईले आफैलाई आत्मआलोचना गर्नुभयो भने चाहिँ पक्कै पनि पत्ता लाग्छ। र तयारी गर्दै गर्दा चाहिँ विशेष गरी सिभिल इन्जिनियरको केसमा चाहिँ दुईवटा पत्रहरू रहेका छन्। दुईवटा पत्रहरूमा पनि फर्स्ट पेपर चाहिँ तपाईहरुलाई अब्जेक्टिभ बेसिसको चाहिँ पेपर छ। त्यस्तै दोस्रो पेपर सब्जेक्टिभ बेसिसमा छ। त्यसमा तपाईले सब्जेक्टिभ उत्तरहरू, लामो प्रश्न, छोटो प्रश्नहरू लेख्नुपर्ने हुन्छ। र अब्जेक्टिभको लागि जीके, आइक्यूहरू, त्यस्तै तपाईले ब्याचलरमा पढेका अब्जेक्टिभ टाइपका क्वेसनहरू विभिन्न विषयबाट, सब्जेक्टबाट त्यहाँ सिलेबसमा मार्किङ दिएको छ, त्यो अनुसार चाहिँ प्रश्नहरू सोध्छ। यसरी सरसर्ती हेर्दा यो सिलेबसको कभरेज भयो। र कसरी पढ्ने भन्ने रहन सक्छ। तपाईहरुलाई टेन्टेटिभ म चाहिँ भनिदिन्छु, सबैलाई यही लागू नहुन सक्छ। टेन्टेटिभ भनेको के भन्दा तपाईहरुले जीके पढ्दै गर्दा के गर्नु होला भन्दाखेरिमा चाहिँ सबैभन्दा इन्जिनियरहरूलाई समस्या हुने भनेको, प्राविधिक साथीहरूलाई समस्या हुने भनेको जीकेमा हो। अरु आइक्यूमा त्यस्तो समस्या पर्दैन, म्याथमा स्ट्रङ भएको हुनाले चाहिँ आइक्यूमा त्यस्तो समस्या नपर्न सक्छ। र अब्जेक्टिभ आफ्नो विषयको पनि लगभग पढ्नुहुन्छ। जीकेमा चाहिँ धेरै अलि होपलेस भइरहेको, लस्ट फिल गरिरहेको मैले देखिरहेको हुन्छु। र इभन मलाई पनि थोरै सुरुमा जीके सुरुवात गर्दा गाह्रो नै भएको थियो। लकिली लास्ट इयर चाहिँ मेरो झन्डै जीकेको बिग्रेको भेटेको थिइनँ। इन्जिनियरमा 25 वटा सोध्ने हुनाले लगभग टेन्टेटिभ सबै मिलेको नै थियो। त्यो लक बस पनि भन्नुपर्छ, नत्र भने 19-20 वटा चाहिँ टेन्टेटिभ तपाईहरुले मिलाउनु भने चाहिँ राम्रै हुन्छ। 25 मा 19-20 मिलाउनु भयो भने त्यसको लागि चाहिँ तपाईहरुले फर इक्जाम्पल भूगोल पढ्दै हुनुहुन्छ भने भूगोलमा त्यहाँ विशेष गरी एकदम महत्त्वपूर्ण क्वेसनहरू भनेको चाहिँ त्यहाँ 50-60 वटा क्वेसनहरू एकदम महत्त्वपूर्ण नै हुन्छन्। भनेको की क्वेसन भन्छ त्यसलाई चाहिँ, भनेको प्राइमरी क्वेसन पनि भन्न सक्नुहुन्छ। त्यो भनेको एकदम इम्पोर्टेन्ट हुन्छ। भनेको बुकमा त्यो की क्वेसन 50-60 वटा यो हो भनेर टिक लगाएको त हुँदैन कि, तर तपाईले नेपालको भूगोल भन्ने बित्तिकै यसका क्षेत्रफलका विषयहरू हुन सक्छन्, यसका विभाजनहरू, भौगोलिक विभाजनहरू कसरी भइरहेको छ, अनि त्यसपछि प्रदेशहरूको बारेमा, जिल्लाहरूको बारेमा, र मुख्य तपाईहरुको धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्त्वका ठाउँहरू छ भने त्यो कहाँनेर पर्छ, पोखरी, राष्ट्रिय निकुञ्ज, यस्ता कुराहरू चाहिँ सुरुमा स्थापना भएको राष्ट्रिय निकुञ्ज कुन हो, अन्तिममा कुन हो, रामसर क्षेत्रहरू भन्न सक्नुहुन्छ। यस्ता विविध किसिमका तपाईहरुको प्रश्नहरू हुन्छ। यो 50-60 वटा चाहिँ हुन्छ प्रत्येक टपिकमा चाहिँ। यो चाहिँ तपाईहरुले छोड्नै भएन। र अर्को कुरा के हुन्छ भन्दा नेपाल रिलेटेड क्वेसन चाहिँ जीकेको हेर्नु होला। त्यो भन्नुको अर्थ के हुन्छ भन्दा तपाईले संयुक्त राष्ट्र संघ, युनाइटेड नेसन अर्गनाइजेसन पढ्दै हुनुहुन्छ भने त्यसमा त्यसको स्थापना कहिले भयो, युएन डे कहिले हो,
त्यसको चार्टर बडापत्र राइट गर्ने राइटर को हो होइन। त्यस्तै नेपाल कहिले सदस्य भयो, नेपालले कहिलेदेखि शान्ति सेनामा जान थाल्यो होइन, ती कुराहरू चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ। त्यो एकदम इम्पोर्टेन्ट भयो नेपालसँग रिलेटेड। त्यस्तै यसका सिस्टर अर्गनाइजेसन भनेको चाहिँ स्पेसलाइज अर्गनाइजेसनहरू राखेको छ, कतिवटा छन्। सुरुमा कुन हो, नेपाल सुरुमा सदस्य कुन भयो, त्यसको हेडक्वार्टरहरू कहाँ छ, युएनले मनाउने दिवसहरू के हुन्, त्यसका महासचिवका कुराहरू हुन सक्छन्। यस्ता 50-60वटा क्वेसन तपाईँले पढ्नुभयो भने चाहिँ प्राइमरी रूपमा चाहिँ लगभग 16वटा टपिक राखेको छ सिभिल इन्जिनियरमा चाहिँ। अन्य सिलेबसमा पनि जिके त्यस्तै हुनसक्छ। तपाईँहरूले यसरी चाहिँ मेन जिके पार्टलाई चाहिँ कभर गर्न सक्नुहुन्छ। त्यस्तै इतिहास पढ्नुभयो भने मुख्य घटनाक्रमहरू के भएका थिए, दिगो विकास वातावरण प्रदूषणसँग पढ्दै हुनुहुन्छ भने त्यसमा मुख्य क्वेसनहरू के थिए, तपाईँले त्यो हेर्नु भने टेन्टेटिभ तपाईँहरूले प्राइमरीमा क्वेसनहरू के हो भनेर तपाईँहरूले पत्ता लगाउन सकिहाल्नुहुन्छ। त्यसपछि दोस्रो पटक पढ्दा चाहिँ, दोस्रो पटक रिभाइज गर्दा चाहिँ तपाईँहरूले के गर्नुपर्ने हुन्छ भन्दाखेरिमा चाहिँ त्यो प्लस त्यसलाई रिभाइज गर्दै अब त्यसमा 15-20वटा क्वेसन चाहिँ नयाँ सेकेन्डरी भनेको त्योभन्दा थोरै डिपमा जाने, जति पढ्दै हुनुहुन्छ नि अलि भित्र जाने, यसरी डिप लर्निङ गर्दै जानुभयो भने चाहिँ यसमा फेरि 20-25वटा क्वेसन कभर हुन्छ। 60मा 20-25 कभर भयो। फेरि अब तपाईँले टर्सरी तेस्रो पटक रिभिजन गर्दै गर्दा तपाईँले फेरि हेर्नुभयो भने चाहिँ लगभग एउटा टपिकबाट 100वटा क्वेसन सामान्य तरिकाले तपाईँले जान्न सक्नुहुन्छ। सुरुमा गाह्रो लागेका क्वेसनहरू पनि पछि बिस्तारै इजी हुँदै जान्छ र यसरी तपाईँले जिकेलाई चाहिँ कभर गर्न सक्नुहुन्छ। त्यस्तै आइक्यूको केसमा के गर्नुहोस् भन्छु भन्दाखेरिमा चाहिँ तपाईँहरूले डेली बेसिसमा चाहिँ तपाईँलाई सजिलो लाग्ने मात्रै टपिक नभएर आफूलाई जुन गाह्रो लाग्छ, नाफा नोक्सान गाह्रो लाग्छ, प्रफिट एन्ड लस गाह्रो लाग्छ भने त्यो गर्नु पऱ्यो। टाइम एन्डहरूको क्वेसन गाह्रो लाग्छ भने त्यो गर्नु पऱ्यो। तपाईँलाई जुन गाह्रो लाग्छ त्यो चाहिँ बढीभन्दा बढी प्र्याक्टिस गर्नु पऱ्यो। युट्युबहरूमा पनि प्रशस्त भिडियोहरू भेटिन्छ, विभिन्न टिप्सहरू पनि भेटिन्छ। भनेको तपाईँले पहिला जसरी गर्ने सरल स्टेपले भन्दा पनि अप्सनबाट चाहिँ ट्याली गर्नुलाई सकेसम्म आइक्यू क्वेसन चाहिँ। त्यस्तै तपाईँले कुनै ट्रिक्सहरू, धेरै ट्रिक्स पनि नहेर्नु होला, आफ्नै तरिकाले छोटो ट्रिक्सहरू गर्न सक्नुहुन्छ। मल्टिप्लिकेसन पनि तपाईँहरूले छिटो गर्न सक्नुहुन्छ भने आइक्यूमा धेरै फाइदा हुन्छ। तपाईँले जोड घटाउ गुणन भागहरू दिमागमै छिटो गर्न सक्नुहुन्छ भने जुन म्याट्रिक्सका त्यो वाटवाला क्वेसन हुन्छ भनेको 6वटा नम्बर दिने, त्यसपछि कुन आउँछ, सिक्वेन्सवाला क्वेसन हुन्छ, ती क्वेसनहरू चाहिँ तपाईँहरूले अरूभन्दा चाहिँ छिटो गर्न सक्नुहुन्छ। त्यसको लागि के भन्नु पर्यो, तपाईँको बेसिक म्याथ चाहिँ फर इक्जाम्पल 37 + 27 कति हुन्छ भनेर तपाईँले छिटै भन्न सक्नुभयो भने त्यस्ता क्वेसनहरू चाहिँ म्याट्रिक्समा चाहिँ वाट भन्ने क्वेसन आउँछ, त्यस्तो क्वेसनमा चाहिँ तपाईँहरूलाई फाइदा पुग्छ। भनेपछि आइक्यूलाई चाहिँ तपाईँहरूले सुत्ने बेलामा चाहिँ 1 घन्टा अथवा आधा घन्टाको टाइम दिएर चाहिँ प्र्याक्टिस गरेर दिनको सुत्ने बेलाको टाइममा चाहिँ मोबाइल हेर्ने साटो चाहिँ तपाईँहरूले त्यसरी आइक्यू प्र्याक्टिस गरेर रातिको टाइममा चाहिँ दिनभरि पढ्दा थकान हुन्छ, त्यसपछि आइक्यू पढेर आइक्यूको क्वेसनहरू गरेर चाहिँ फ्रेस भएर त्यसरी सुतेर टाइम म्यानेजमेन्ट अथवा टाइम फ्रेममा आफ्नो रुटिनमा चाहिँ यसरी तपाईँले त्यसलाई चाहिँ इन्ट्री गराउन सक्नुहुन्छ। त्यस्तै अर्को छ सब्जेक्टिभको केस छ। सिभिल इन्जिनियरको सब्जेक्टिभको चाहिँ थोरै अलि भास्ट छ सिलेबस चाहिँ। भन्नुको अर्थ भन्नुको अर्थ धेरै गाह्रो भन्न खोजेको होइन कि टपिक चाहिँ ब्रोड छ। भन्नुको अर्थ तपाईँले पढ्ने कति हो, सिलेबसले मागेको कति हो भनेर तपाईँले सुरुमा चाहिँ निर्क्युल गर्न, क्लियर गर्न थोरै गाह्रो पर्न सक्छ। भनेको टपिकहरू धेरै राखेको छ, सिलेबसहरू धेरै राखेको छ। त्यो गर्दा चाहिँ तपाईँहरूले के पढ्ने, के छोड्ने भनेको एयरपोर्ट पनि राखेको छ, हाइवे पनि राखेको छ। त्यस्तै तपाईँको चाहिँ ट्राफिक इन्जिनियरिङ पनि राखेको छ, त्यस्तै मटेरियल राखेको छ होइन। त्यस्तै तपाईँहरूले चाहिँ स्ट्रक्चरका त्यस्तै राखेको छ, ब्रिजहरू राखेको छ, लोडिङका कुराहरू गरेको छ, जियोटेक्स सोइल तपाईँ सबै राखेको छ। हेर्नु है, सिलेबस बढी छ। वाटरको पार्ट पनि राखेको छ, सेन्टरीको पार्ट पनि राखेको छ, इन्भाइरोमेन्ट राखेको छ, इआईका कुराहरू गरेको छ। विविध टपिकहरू चाहिँ समेटेको छ। यसले गर्दा चाहिँ के पढ्ने के नपढ्ने भन्ने हुनसक्छ। डिजाइनहरू पनि राखेको छ। यसको लागि के गर्नु पऱ्यो भने चाहिँ यसमा पनि सुरुमा तपाईँले सिलेबस प्रिन्ट गर्नु पऱ्यो। सिलेबस प्रिन्ट गरिसकेपछि त्यसको मेन क्वेसनहरू के हो, मेन छोड्नै नहुने क्वेसन के हो, सिलेबसमा लेखेका टपिकहरू के हो। हाइड्रोपावर पढ्दै हुनुहुन्छ भने स्विच यार्ड भनेर लेखेको हुनसक्छ। स्विच यार्ड भनेको सामान्य तपाईँले डेफिनेसन के हो। फर इक्जाम्पल हाइवे पढ्दै हुनुहुन्छ भने एसियन हाइवे इन नेपाल भनेर सोधेको छ। एसियन हाइवे इन नेपालमा चाहिँ नेपालमा एसियन हाइवेहरू के छन् र सामान्य मैले छोड्नै नहुने क्वेसन के हो भनेर तपाईँहरूले चाहिँ त्यसरी चाहिँ पहिल्यै एउटा त्यो पोइन्ट स्टाइलमा चाहिँ पढ्नु होला। भनेको प्याराग्राफ स्टाइलमा नपढ्नु होला। पोइन्ट चाहिँ तपाईँहरूले पढ्दा चाहिँ लेख्दा चाहिँ के गर्ने, त्यसलाई थोरै डिस्क्राइब गर्ने। भनेको सब्जेक्टिभ तपाईँले सुधार्नु छ भने 3टा मात्रै कुरा हुन्छ। एउटा के हुन्छ भन्दाखेरिमा चाहिँ पढ्ने तरिका हुन्छ, अर्को के हुन्छ याद गर्ने तरिका हुन्छ। हेर्नुहोस् है, तेस्रो नम्बर के हुन्छ राइट हुन्छ। भनेको तपाईँले एक्सप्रेस गर्ने कसरी हो, 3 नम्बर कुराहरू हुन्छ। तपाईँले याद गर्ने भनेको घोक्ने होइन। याद गर्ने भनेको सामान्य घोक्ने सँगसँगै तपाईँले एउटा क्रिटिकल्ली थिङ्किङ गरेर चाहिँ कसरी याद गर्नुहुन्छ, मेमोराइज भन्छ। त्यो भनेको डाइरेक्ट घोक्ने चाहिँ होइन। तपाईँले केही बेसिक पोइन्टहरू, बेसिक कन्सेप्टहरू थाहा हुनुपर्छ। त्यो भइसकेपछि सामान्य याद गर्ने भन्न चाहन्छु मैले। भनेको एउटा नम्बर 1मा मैले के भने, तपाईँहरूले
पढ्ने कसरी भनेको चाहिँ बुलेटमा पढ्नु होला, मेन पोइन्टहरू पढ्नु होला, कुनै फ्याक्टर सेफेक्टिङ पढ्दै हुन्छ नि त्यो पोइन्टहरू पढ्नु होला, भित्रको सुरुमा एकपटक पढ्नु होला, त्यसपछि लगभग भित्र पढ्नु पर्दैन। त्यसमा केही डेटाहरू छ, फ्याक्टहरू छ, त्यस्तै चार्टहरू, डायग्रामहरू, फिगरहरू केही त्यस्तो छ भने चाहिँ त्यस्तो बनाइदिइहाल्नु होला। अनि सकेसम्म चाहिँ प्रेजेन्टेसनलाई पनि थोरै फरक तरिकाले गर्नु होला। टाइप शब्द तपाईँहरूलाई ब्रिज भन्यो भने चाहिँ एउटा चार्ट बनाउनु होला, चार्टमा बनाउनु भने थोरै हेर्दा पनि एट्र्याक्टिभ देखिन्छ। त्यस्तै वाटर सप्लाईको चाहिँ सोध्यो भने चाहिँ तपाईँहरूले फ्लो चार्ट बनाउन सक्नुहुन्छ, फ्लो डायग्राम बनाउन सक्नुहुन्छ। अनि सर्टिफिकेसन प्रोसेस, एयरपोर्टको सर्टिफिकेसन प्रोसेस भने पनि त्यसलाई तपाईँले फ्लो चार्टको थ्रुबाट डाइरेक्ट प्याराग्राफमा लेख्दा नबुझिन सकिन्छ। त्यही भएर एउटा फ्लो चार्ट बनाउनु भयो भने एउटा एन्सर पनि क्लियर हुन्छ। अनि सकेसम्म बुलेटमा लेख्नु होला, 3-4 लाइनभन्दा बढी भयो भने अर्को बुलेट गर्नु होला। भनेपछि नम्बर 1 मा तपाईँले पढ्ने तरिका थाहा हुनु पऱ्यो। त्यसपछि तपाईँले चाहिँ याद गर्नु पऱ्यो, रिमेम्बर गर्नु पऱ्यो, त्यसलाई कसरी बुझ्ने, कसरी लिने, कसरी तपाईँहरूले पर्सिभ गर्ने भन्ने कुरा हुन्छ। र नम्बर 3 मा चाहिँ सबै जानेको कुराहरू, मनमा भएको कुराहरू चाहिँ कापीमा पोख्न सकिन्छ। त्यही भएर पहिलेदेखि इक्जाम नआउँदादेखि नै तपाईँहरूले प्र्याक्टिस गर्दै बस्नु पऱ्यो भनेको कसरी लेख्ने। तपाईँहरूलाई टाइम म्यानेजमेन्ट पहिलेदेखि सिक्नु पऱ्यो भनेको तपाईँहरूलाई 180 मिनट 3 घन्टाको समय दिएको हुन्छ र तपाईँले 100 नम्बर हल गर्नुपर्ने हुन्छ। यसको अर्थ के, सोझो अर्थ के हुन्छ भन्दा तपाईँलाई 10 नम्बरको प्रश्नको लागि चाहिँ 18 मिनट दिएको छ, त्यस्तै 5 नम्बरको प्रश्नको लागि चाहिँ 9 मिनट दिएको छ। यसको सोझो अर्थ के भयो भन्दा लगभग 1 मिनट अथवा 30 सेकेन्ड चाहिँ तपाईँलाई क्वेसन पढ्न, क्वेसन बुझ्न, के लेख्ने भनेर क्लियर हुन टाइम लाग्यो भने झन्डै 1-1 मिनट घटाउनुहोस् भनेको तपाईँलाई 8 मिनट र 17 मिनट चाहिँ 5 नम्बर र 10 नम्बरको क्वेसनको लागि दिएको छ। भनेपछि तपाईँको राइटिङ स्पिड कति छ, कति साथीहरूले चाहिँ 5 नम्बरकोमा चाहिँ कति लेख्ने, 10 नम्बरकोमा चाहिँ कति लेख्ने भनेर चाहिँ सोध्नुहुन्छ। भनेको चाहिँ 5 नम्बरकोमा चाहिँ तपाईँहरूले 7 मिनटमा कति लेख्न सक्नुहुन्छ टेन्टेटिभ, घडी हेरेर ट्याक्कै स्टपवाच लगाएरै होइन कि कहिलेकाहीँ 5 नम्बरलाई थोरै 8 मिनट लेख्न पर्ने हुनसक्छ। कहिलेकाहीँ न्युमेरिकलको केस छ भने चाहिँ 17 मिनट नलागेर तपाईँलाई 12-13 मिनटमै पनि 10 नम्बरको क्वेसन पनि सक्न सक्नुहुन्छ। यसको सोझो अर्थ के भयो भन्दा टाइम म्यानेजमेन्ट प्लस माइनस 1 मिनट हुन सक्यो। टेन्टेटिभ तपाईँको राइटिङ स्पिड पत्ता लगाउनुहोस् र 5 नम्बरको क्वेसनलाई चाहिँ झन्डै 8 मिनटमा चाहिँ कति लेख्न सक्नुहुन्छ कापीमा, त्यति चाहिँ 5 नम्बरको क्वेसनलाई चाहिँ लेख्नु होला। यसरी गर्दा के हुन्छ, तपाईँ टाइम म्यानेजमेन्टमा पनि मिल्दै जान्छ र तपाईँको चाहिँ कुनै थोरै टफ क्वेसन छ भने त्यसलाई पनि केही सोचेर लेख्न सकिन्छ। यसरी चाहिँ तपाईँहरूले अब्जेक्टिभदेखि सब्जेक्टिभ सबै तपाईँहरूले चाहिँ हल गर्न सक्नुहुन्छ। सकेसम्म सब्जेक्टिभ क्वेसन नछोड्नु होला, त्यो छोड्दा थोरै समस्या पर्न सक्छ। अनि सबै सब्जेक्टिभ चाहिँ सर्फेसली सिलेबसमा हेरिसकेपछि तपाईँले लगभग सबै क्वेसन पनि एटेम्प्ट गर्न सक्नुहुन्छ। र अन्य कुरा केही बुझ्नु भएन भने चाहिँ तपाईँले कमेन्ट गरेर अनि त्यसपछि सोध्न पनि सक्नुहुन्छ। र सकेसम्म चाहिँ यो युट्युब भिडियोलाई चाहिँ तपाईँहरूले हेरेर लाइक गर्नु होला, कमेन्ट गर्नु होला, सपोर्ट गर्नु भने चाहिँ पछिलाई पनि यो भिडियोहरू बनाउन चाहिँ इन्करेज हुन्छ। हस्, धन्यवाद।